हेलो गाइस, अब चाहिँ म यहाँबाट नर्थ होल्ड स्टेसनमा जानुपर्ने छ। त्यसको लागि चाहिँ म पहिला सुरु ब्याङ्क स्टेसनमा जानुपर्छ। त्यसपछि यो स्ट्रिटबाट, यो चाहिँ पुरुषोत्तम स्ट्रिट हो, त्यहाँ एकदम हिँड्दै आइरहेको छु। अनि त्यो स्ट्रिटबाट चाहिँ ठ्याक्क लाएर यहाँनिर जानु पऱ्यो भन्दाखेरि सिधै पुरुषोत्तम स्ट्रिटबाट सिधै गुगल म्याप हेर्ने, ब्याङ्क स्टेसन हाल्ने, ब्याङ्क स्टेसनको सिधै जाने। अरू बाटो सिधै छ ब्याङ्क स्टेसन चाहिँ। त्यहाँबाट चाहिँ ब्याङ्क स्टेसनमा गएपछि चाहिँ हामी चाहिँ सेन्ट्रलबाट चाहिँ हामी अब नर्थ पोलतिर जानु छ, अथवा जोन 2, 3, 4, 5मा जान्छ भने चाहिँ हामी चाहिँ रेड लाइनबाट जानुपर्छ। त्यसको लागि चाहिँ म कहाँ जाँदैछु? ब्याङ्क स्टेसन। अब ब्याङ्क स्टेसन आउँदैछ। त्यो कुकुर आयो फेरि। यहाँ कुकुर पनि यस्तो झला चाहिँ मलाई कुकुर हो, कुकुर एकदम मन पर्दैन कि। त्यसपछि यो बिल्डिङ, अनि हामी त्यसपछि यो माथिको बिल्डिङ होइन, यो बिल्डिङ हुँदै जानुपर्छ पुरुषोत्तम स्ट्रिट, जो चाहिँ बिपिपी युनिभर्सिटीमा पढ्न जानुहुन्छ। यो बाटो ठ्याक फलो त्यहाँनिर चाहिँ तपाईँ मिलाएर जानुपर्ने हुन्छ होइन। त्यसपछि यो ब्याङ्क लेख्नु हुन्छ यस्तो ब्याङ्क दिस ब्याङ्क, ठाउँको नाम हो ब्याङ्क भन्छ। र हामी ब्याङ्क स्टेसनमा चाहिँ जानुपर्ने थियो क्या। अब हामी सिधै जाने। अनि त्यो झन्डा देख्नु भइरहेको छ नि, हो त्यो झन्डाबाट अलिकति अगाडि चाहिँ ब्याङ्क स्टेसन आउँछ। अनि युकेमा चाहिँ कता भाइ बाटो खाटो गर्नु पर्ने सुरु हुँदैन सो होइन। देख्न सक्नुहुन्छ बिल्डिङ बेसी युके बिल्डिङ। तर एउटा कुरा के हुन्छ भने युकेमा पनि खतरा खतरा बिल्डिङ त छ नि होइन। अब यहाँ तपाईँले टक्क लाएर यस्तरी क्लिक गर्नुपर्छ है। अनि तर दुबईले चाहिँ लास्ट एडभर्टाइज गरेको छ यहाँनिर केही पनि आएको छैन। गाडीमा बाटोहरू लाइट त बोलाएको छ, त्यही पनि काट्दैन कि पारा कहाँ जान्छ त होइन। टक्क लाएर यहाँबाट सिधै जाने हामी बाटो एकैछिन। सो अब हामी चाहिँ ब्याङ्क स्टेसन पुग्नलाई चाहिँ धेरै छैन टाइम। अब एकैछिन ब्याङ्क स्टेसन पुग्छौँ, त्यसपछि चाहिँ के गर्ने म भन्छु है त।